एकदम डर लाग्यो मलाई चाहिँ कि कामदा हो। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू मिनी भिडियो। म भ्लग चाहिँ भन्दिनँ, यतिको कन्टिन्यू गर्छु, त्यस मलाई थाहा छैन होइन। अनि अहिले भन्दा चाहिँ मेरो ड्युटी सकेर मेरो ड्युटी चाहिँ 5 बजी छुट्टी हुन्छ नि त। अनि बिहान चाहिँ मैले भ्लग हालिनँ किनभने म चाहिँ आज नै भ्लग गरेर आज नै पोस्ट गर्ने गर्छु नि त। म स्टप गरेर राख्दिनँ होइन। अनि जहिले किन एउटै भिडियो एउटै जग्गा देखाइबस्नु भनेर चाहिँ आज त अलिकति टाइम निकालेर म घुम्नुको लागि आएको थिएँ होइन। अनि सोचेको चाहिँ पुच्काहरू पनि खाएर केहरू खाएर देखाउँछु भनेर, तर अलिकति कन्फिडेन्ट छुइनँ त्यसमा चाहिँ म अलिक बात नहुन्छु होला होइन। अनि चाहिँ म कहाँ आएको छु तपाईँहरूलाई भ्यू देखाउँछु है। यो जग्गामा छु, मतलब यहाँदेखिले भ्यू राम्रो देख्छ होइन। अनि जुम गरेर देखाउँदा चाहिँ तपाईँको तल चाहिँ एसटिएनएम हस्पिटल, दिस वान यो चाहिँ एसटिएनएम हस्पिटल हो। अन्त त्यहाँदेखि लिएको यो चाहिँ हेलिपेड जस्तो हेलिपेड हो यो। अनि बाक्ताङ फल्स यतापट्टि छ होइन। अनि यो हो यसलाई सायद क्यान्टोकै भन्छ होला हौ। अन्त यहाँबाट एकदम दामी भ्यू देख्छ। अनि तल चाहिँ खै कुन चाहिँ ग्राउन्ड हो त्यो थाहा छैन, तर त्यहाँ चाहिँ प्याराग्लाइडिङहरू गर्छ जस्तो लाग्यो सायद मलाई हो। अनि म चाहिँ यहाँ एकदम दामी भ्यू आउने जग्गामा बसिराखेको छु होइन। एकदम ब्ल्याक ड्रेस, चप्पल पनि ब्ल्याक, रबर पनि ब्ल्याक हो, देख्दैन होला त्यसमा रबर पनि ब्ल्याक, अनि सर्ट पनि ब्ल्याक भएर चाहिँ म यहाँ बसिरहेको छु होइन। यो चाहिँ एकदम टुरिस्ट प्लेस हो। यहाँ चाहिँ एकदम बेसी गाडी बाइक स्कुटी आउने गर्छु नि त। अनि कति बिहानको भ्लग मात्रै गर्नु भनेर चाहिँ यस्तो हावा खुल्लामा हिँडौँ भनेर चाहिँ म आएको होइन। मेरो क्यामेरा त त्यस्तो दामी छैन। अनि यो चाहिँ बोझोबारीको रोड, यतापट्टि चाहिँ छाङ्गु जान्छ होइन। अनि हाम्रो चाहिँ मेन बोझोबारीमै पर्छ मेरो ड्युटी प्लेस चाहिँ। अनि कुनै दिन चाहिँ फुल दिनको डल्लै काम कस्तो केहरू गर्छु सबै देखाउँछु होइन। त्यस्तो अब खास काम त छैन, मैले भनेपछि अलराउन्डरै गर्ने गर्छु म। अनि र भए पनि अनि कुनै दिन मेरो सबै अब यहाँ होटेलको मेम्बरहरूलाई पनि देखाउने छु होइन। मलाई चाहिँ नि भ्लग गर्दा चाहिँ यसरी चलाउने बानी छ हौ। एकदम खुल्ला हावा बिल्डिङमा बसेर। अनि आज चाहिँ म 4:30मै निक्लेको ड्युटीदेखि चाहिँ होइन। हुनु चाहिँ 5 बजी छुट्टी हो मेरो, तर आज चाहिँ मेरो ड्युटीको ड्रेसहरू धुनुपर्ने थियो नि त, त्यही भएर चाहिँ म छिटो निक्लेको। अनि यति बेसी गाडी हुन्छ नि, कहाँबाट आउने गाडीहरू। अनि यो केस चलाउने मान्छे मलाई एकदम घिनलाग्दो बसेको छ क्या। गाडीहरू चाहिँ यति बेसी आउँछ, कन्फिडेन्ट नै डाउन गर्ने जतिको हो। अनि अब म चाहिँ भ्यू पोइन्ट पनि जानु चाहिँ म पहिला पनि गएको, र भए पनि के गर्नु कन्टेन्टै छैन। ड्युटी गरेको काम गरेको पनि कति देखाउनु होइन। अनि अब मलाई केहरू भिडियो बनाउनु इन्ट्रेस्ट छ, भ्लग कस्तो खालको भिडियो भन्दाखेरि फनी भिडियोहरू भयो होइन, सानो क्लिपहरू बनाउनु मन छ, तर नो क्यामेराम्यान होइन। अनि अब मलाई अप्ठ्यारो लाग्छ अरूलाई भन्नु पनि, अनि आफै राखेर पनि पोसिबल हुँदैन नि त। अनि टिम पनि छैन भने जस्तै, त्यही भएर भ्लगिङहरू गर्छु। अनि पछि गयो भने चाहिँ म राम्रो फनी भिडियोहरू पनि ल्याउने गर्छु। फनी भिडियो भयो होइन, डेली कन्टेन्टहरू राम्रो ल्याउने छु। फर्स्ट फुड ट्रकदेखि त्यहाँदेखि लिएको चाहिँ यहाँ चाहिँ होटेल, त्यहाँदेखि मसिनो स्टलहरू पुरा बेसी छ। माथि चाहिँ भ्यू पोइन्टको मेन जग्गा, उयोबाट चाहिँ दूरबिनहरू आउँछ अरे भनेको सुनेको थिएँ, तर म बसेको छुइनँ। यो चाहिँ ट्रेडिसनल ड्रेसहरू पनि दिनुहुन्छ, तर मैले लगाएको छुइनँ हो। यति बेसी भिड मेरो कन्फिडेन्ट नै डाउन गराउँछ हौ। यो मान्छेहरूलाई कुकुरले घेर्यो, मलाई पनि कुकुर छ, कुकुरदेखि चाहिँ यति बेसी डर लाग्छ।
यो चाहिँ फुल बजार जतिकै छ। यो पनि होटलै हो, यो होटलै हो। उपर बनेको चाहिँ ठुलो होटल, यो पनि होटल, त्यो पनि होटल। अनि यहाँबाट आर्मीहरू बस्ने जग्गा जान्छ हो। होटल त यति बेसी छ यहाँनिर। यहाँ चाहिँ सब क्युट स्टलहरू हो। लेकको यहाँदेखि जान्छ भ्यू पोइन्ट। यहाँदेखि चाहिँ पर मानसरोवर होटल। यो कुन चाहिँ होटल हो थाहा छैन। यहाँ पनि छ होटल। सिरी तलको चाहिँ फुल भ्यू। ट्रेडिसनल ड्रेसको चाहिँ त्यहाँ रहेछ हो। भाइ अहिले चाहिँ मैले कोरियन ड्रेस लगाइरहेको छु हो। यो चाहिँ फुल भ्यू पोइन्ट। यो ड्रेस लगाएको चाहिँ लड्ने रहेछ नि। यो ड्रेस लगाएको चाहिँ लोकललाई खिच्यो अरे हो। अनि फरेनर्सहरूलाई चाहिँ 100 रहेछ। अनि यो ठक्क लगाएर आएको नि त मैले। अब रेलवे पनि बनाउँछु म होइन। ऊपरबाट दुईवटा तपाईँलाई पक्ला लाग्नु थाल्यो आफूलाई। यो चाहिँ रिल बनाउने जग्गा रहेछ हो। ड्रेसले चाहिँ म लडेर मर्ने रहेछु हो। चप्पल पनि यस्तो लगाइराख्यो घिसिन्छ अलिकति होइन। मेरो हिँडेको हालत चाहिँ ड्रेस पनि फुकाल्नु आँटेको म होइन। रिल्स पनि बनाएँ फर्स्ट टाइम पब्लिकमा रिल्स बनाएको। एकदम भ्यू राम्रो आएछ हालहरू सबै हो। अनि सबै उठाउँदैछ यहाँनिर। यहाँ रिल्स बनाइराखेको छ। अनि अब चाहिँ ड्रेस पनि फुकाल्छु, रिल्स बनाएको छु, रिल्स पोस्ट गरिदिन्छु होइन। फेसबुक र युट्युबमै गरिदिन्छु। एकदम डर लाग्यो मलाई चाहिँ कि कामदा हो। चाहिँ ऊ भाइले अफर गरेको ड्रेस लाउनु लागि। हेलो भन न। हेलो, थ्याङ्क्स फर यो ड्रेस लाउनु दिएकोमा। अनि लोकललाई चाहिँ होला है एकदम राम्रो लाग्यो। लोकललाई चाहिँ 50 मात्रै हेरेँ होइन। ऊ भाइकोबाट चाहिँ लाउनु होला तपाईँहरू यहाँ आउनुभयो भने चाहिँ। अब चाहिँ अल डाउन। अब चाहिँ म फर्केको। यो भाइ चाहिँ एकदम क्युट थियो होइन। अनि म चाहिँ फर्स्ट टाइम त्यो यसरी भिडियो बनाएर होला कि एकदम मुटुहरू कामेको जस्तो भयो मलाई चाहिँ हो। तर कस्तो के आयो एडिट गरेर हाल्ने छु भिडियोहरू होइन। साला साँच्ची पब्लिकमा फर्स्ट टाइम भिडियो बनाएको के। तर टुरिस्टहरू चाहिँ एकदम बेसी थियो यहाँनिर चाहिँ। नाइटको भ्यू। ओके गाइज, थ्याङ्क यू सो मच फर वाचिङ है। यस्तो भिडियो हेर्नुको लागि लाइक कमेन्ट सेयर गरिदिनु होला। फलो पनि अनि सब्सक्राइब पनि गरिदिनु होला। यो चाहिँ मेरो फेसबुकमा पनि अनि युट्युबमा पनि आउनु छ होइन।
अनि के कस्तो लाग्यो कमेन्ट गर्नु होला। बाई बाई, लभ यु अल, टेक केयर।